यो सुदन गुरुङ माछिनी बारबराको चेलो ए खाते मुजी बौला रन्डीका छोरा मुजी बौलाई सिके माछिनी साइको मुजी तर आडीको छोरो मुजी जे कुरामा पनि मुजी त्यही पुरानेकै दोष लगाइदिने उम्किहाल्ने माछिनी अहिले पनि के भन्न लाएर रहेछ भने हिजो गणेश नेपालले मर्नुको कारण यो स्थानीय सरकार भएर रे अब त्यहाँ मुजी अहिले मेयर सुनिता डङ्गल छ नि त एमालेको त्यही भएर तिनीहरूलाई नै दोष लगाएको छ मुजी ए माछिनी ट्याक्स बढ्नुमा पनि तिनीहरूकै दोष होला होइन रन्डीका छोरा यत्रो महँगाई बढ्नुमा पनि तिनीहरूकै दोष होला होइन माछिनी राडीका छोरा मैले कसैको डिफेन्ड गर्न खोजे होइन क्या यी पुरानाहरू त चुतिया हुन् क्या माछिनी तर राडीको छोरालाई समाउनु पठाएको होइन त मुजी केपीओललाई समाउनु पठाएको होइन तर रन्डीको छोरालाई रमेश लेखकलाई समाउनु पठाएको होइन राडीको छोरा माछिनी बिचौलिया दलालहरूलाई मुजी बोलाएर मुजी रुममा मुजी प्राइभेट रुममा बोलाएर मुजी भित्रभित्रै साटघाट गरेर बस्छस् त रन्डीका छोरा माछिनी हामी नेपालको नाममा मुजी डोनेसन आएको पैसा जति सबै लुटेर कुम्लाएर मुजी करोडौं अरबौंको सम्पत्ति बनाएर राखेको छ आफ्नो त राडीको छोरा सुदने रन्डीको बान त माछिङलाई मुजी दिन दुखी गरिबको पीडा के थाहा छ भने मुजी केही थाहा छैन माछिनी क्यामेरा लिएर जाने मुजी आफ्नो मुजी सोशल फेम कसरी बढाउने मुजी हुन्छ नि मान्छेहरूको अगाडि राम्रो कसरी देखिने भनेर त्यही मुजी जतिखेर पनि स्टन्ट ड्रामा माछिनी तैँले जानेको यही हो सुदने रन्डीको छोरा माछिनी अहिले स्थानीय सरकारले गर्दा भनेर दोष लाउन भ्याइसकेको छ रन्डीको छोरोले त माछिनीलाई लाज लाग्दैन मुजी खाते रन्डीको छोरो बारबराको चेलो मुजी पक्न माछिनी जब विद्रोह हुन्छ नि त राडीको छोरोको हामी नेपाल जल्छ माछिनी बारबरा फाउन्डेसन जल्छ रन्डीका छोरा सुदन गुरुङको चाकबाट मुजी कन्डोबाट मुजी बाँस छिराएर मुखबाट निकालेर यो राडीको छोरालाई घुमाई माछिङलाई बारबेक्यू गर्ने हो रन्डीको छोरा सबलाई मोमो एक प्लेट फ्रीमा माछिनी राडीको छोरो सुदने रन्डीको बान लाडो जस्तो घन्टे सरकार लाडो खा रन्डीको छोराहरू माछिनीहरू